यस राशिका 10 रोचक तथ्यहरू आज हामी हजुरहरूलाई प्रस्तुत गर्न गइरहेका छौँ। 1. उत्साह, जोश, साहस र निडरताको स्वभावले युक्त हुन्छन् मेष राशि। अर्थात् उत्साह, जोश, जाँगर, साहसका साथसाथै निडर स्वभावका हुन्छन् मेष राशिहरू। 2. यथार्थ र सत्य बोल्न नडराउने स्वभाव हुन्छ। 3. मनमा कुरा नराख्ने, जे देख्यो त्यही यथार्थ बोल्ने स्वभावका हुन्छन्। 4. सत्य कुरालाई घुमौरो पारामा होइन, सिधा र स्पष्ट भाषामा बोल्न रुचाउने। 5. अरूको अपमान नगर्ने, तर आफ्नो अपमान गरेमा त्यसको प्रतिवाद गरिहाल्ने स्वभावका मेष राशि हुन्छन्। त्यस्तै 6. कसैको दबावमा परेर कुनै पनि काम नगर्ने, तर माया र सम्मानका साथ व्यवहार कसैले गर्छ भने उसका लागि ज्यान दिन पनि तयार हुन्छन्। त्यस्तै 7. उत्साह र जोशपूर्वक आफ्ना हरेक कर्महरू गर्ने स्वभाव हुन्छ। 8. आफ्नो स्वाभिमान र सम्मानमा सम्झौता गर्न चाहन्न नि राशिका व्यक्तिहरू। त्यस्तै 9. धेरै नचाहिँदो सोच विचारमा नअड्की कामतिर ज्यादा फोकस गर्छन् यिनीहरू। धेरै सोच विचार, चिन्तन मनन भन्दा पनि ठिक्क सोच विचार गर्ने, तर कामलाई ज्यादा फोकस गर्ने स्वभावका हुन्छन्। कुनै पनि काममा हतपत हात हाल्दैनन्, तर हात हालिसकेपछि त्यसलाई एकदम राम्ररी र छिटो छरितो गरेर ट्याकटुक गरेर ल्याउने किसिमका हुन्छन्। सामान्य काममा हतपत हात हाल्दैनन्, विशेष काममा हात हाल्दाखेरि त्यसलाई नगाइकन छोड्दैनन्। त्यस्तै अर्को नम्बरमा 10 नम्बरमा कुनै न कुनै नयाँ कामको सुरुवात गर्ने क्षमता यी मेष राशिहरूमा हुन्छ। सधैँ केही न केही गरौँ भन्ने स्वभावका हुन्छन्, केही न केही नगरी चुप लाएर बस्न नसक्ने स्वभावका हुन्छन्। त्यस्तै 11. जीवनमा केही अपूर्ण भएको महसुस यिनीहरूलाई निरन्तर हुन्छ। केही न केही चिज चाहिँ पुगिरहेको छैन भन्ने लाग्छ यिनीहरूलाई, केही न केही चिज पुगिरहेको छैन भन्ने लाग्छ र निरन्तर त्यो चिज खोजीका लागि के पुगेन भनेर केही न केही नयाँ कामहरू हरेक काममा आफूलाई खोजिरहेका हुन्छन्। नेतृत्वगत स्वभावले युक्त हुन्छन्। आफू माथि बसेर अरूलाई काम हराउन निकै सिपालु हुन्छन्। सकारात्मक हुँदाखेरि यस्ता गुणहरू मेष राशिमा देखिन्छ भने केही मेष राशि पीडित छ वा नकारात्मक छ भने टाउको दुख्ने समस्या, आँखा दुख्ने समस्या, हड्डी कमजोर हुने समस्या, रिस ज्यादा उठ्ने समस्या, जिद्दी र घमण्डी हुने सम्भावना, त्यस्तै शरीर नै कमजोर हुने सम्भावना, नङमा खराबी, आत्मशक्ति कमजोर वा आत्मशक्ति अनियन्त्रित भई रिस आवेग उद्वेगको रूपमा त्यो मेषको ऊर्जा प्रकट हुन सक्छ। सामान्यतया मेष राशि आफूमा स्थित भएको राशि हुनाले सबै ठाउँमा आफूलाई केन्द्रमा राखेर अरूको काम गर्न चाहन्छ। आफ्नो स्वाभिमान आत्मसम्मानमा मेष राशिले कम्प्रोमाइज